राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरिरहँदा धेरैको ध्यान नेपाली सेनातर्फ मोडिएको छ। केही मिडियाहरूले त तत्कालीन राज संस्था र सेनाबीचको सम्बन्धलाई जोडेर विभिन्न टिप्पणी, व्याख्या र विश्लेषण समेत गरिरहेका छन्। योगी आदित्यनाथ पूर्व नरेश ज्ञानेन्द्र bring back the monarchy. आन्तरिक सुरक्षामा चासो राख्ने तर खासै संलग्न नहुने देशकै प्रमुख सुरक्षा अङ्ग नेपाल आर्मी आफैले चाहिँ यसलाई कसरी लिएको छ। राजावादीमा बढेको उत्साह अनि गणतन्त्रवादीमा देखिएको त्रासका बीचमा सेनाको भूमिकालाई लिएर हुन थालेको टिक्का टिप्पणीले सबैलाई चनाखो बनाएको छ।